guys, welcome to my short vlog. म फाइनली घर जाँदैछु। मनमा काम साम सकेर यहाँ घर जान लाग्यो। गाडी नपाएर टेन्सनले यत्रो भिड जाँदैछु होइन। यहाँ अगाडितिर मम्मी हुनुहुन्छ, मामा हुनुहुन्छ, भाइ छ, जान लाग्यो। यसो त गाडी भिड्दा बाटो गाह्रो बाटो है, थाहा लाग्यो। सबैले सपोर्ट गर्नु पऱ्यो कि गाइज, भएन नि त। 1K सब्सक्राइबरको मलाई टार्गेट छ। सबैले सहयोग नगरे कहाँ हुन्छ त, भन्नु पऱ्यो होइन। भिडियो बनाउनु लाग्यो, एउटा भिडियो बनाइदिउँ, युट्युबमा हालिदिउँ भनेर भिडियो बनाउनु लाग्यो। ठिक छ, ब्याकग्राउन्डमा म हेर्दै गएको भ्यू देखाइदिन्छु हजुरहरूलाई होइन। भ्यू म अरूमा देखाइदिन्छु ल। सो म तलदेखि मान्छे यहाँदेखि तलमाथि गर्दै होइन। बाटो यत्रै आगो लगाएर रहेछ क्या यत्रै। ब्याकग्राउन्डमा गरिदिन्छु एकचोटिमा ल। यहाँनिर मान्छे तलमाथि गरिराख्नु रहेछ होइन, देखेको हामी ठलाएर होइन। यस्तो गाह्रो बाटो रहेछ, हिँड्नु नि गाह्रो यार, ठाक लाग्ने छुट्यो होइन। अब एकछिन गाइस म त हजुरले तल नदीको भ्यू देखाइदिन्छु। गर्मी हुन्छ क्या यहाँनिर गाइस। अगाडि हिँडिराख्नु पर्छ, म चाहिँ हेर्दैछु। रुगा लाग्यो गाई, त्यहाँ हावा पनि चेन्ज भएर रहेछ नि त गाई। त्यहाँदेखि तल म देखाइदिन्छु हजुरलाई होइन, ब्याक क्यामेरा हुनु होइन। ब्याक क्यामेरा गरेर म हजुरलाई भिडियो हालिदिन्छु ल। सो आज हामी थिरु पुग्छौँ होला। थिरुको अलिकति काम छ त्यहाँ काम गरेर चाहिँ साँझ मामा घर जाने हो। खुसी छु घुम्न पाउँदा होइन। गर्मी भयो गाइस, हिँड्न नसक्ने पऱ्यो क्या म त फेरि। यो हो सल्लाहको रोग होइन, रहेछ। दौडिनु पऱ्यो ल। अन्त कत्रो छ गाई, त्यहाँदेखि म ब्याक क्यामेरा देखाइदिन्छु ल हजुरलाई ल। अगाडि मम्मी हिँडिराख्नुपर्छ, अनि अगाडि मामा हिँडिराख्नुपर्छ, पछाडि भाइ छ। यहाँदेखि म हजुरलाई ब्याक क्यामेरा देखाइदिन्छु ल। अगाडि यस्तो यस्तो ठाउँ चाहिँ हेरिहाल्ने मस्त। अनि यहाँ तल पनि हेर्नु गाई, यस्तो यस्तो भिड छ होइन। टक्क ल्याएर उ तलको रोड उदाउँदै म त्यहाँदेखि आफ्नो घर जाने हो। बाटो चाहिँ त्यही हो। अरू भिडियो बनाउँदै गर्छु ल। दौडिनु पऱ्यो फाइनली। मम्मी गइसक्नु भयो क्या अगाडि, त्यही भएर दौडिनु गएको। भ्यू झनै राम्रो क्या, दामी छ है। कालीकोट हो क्या। अहिले म चाहिँ कालीकोट मानमदेखि माथि कालीकोटभित्र पलादातिर जाँदैछु। यस्तो छ भ्यू त्यहाँतिर गाइस, देखो दामी छ है। के भन्नु त, खासै मलाई भ्लग बनाउन नि आउनु क्या, त्यही भएर फर्स्ट भ्लग हो नि त। अब त्यस्तो भयो नि, माया गरिदिनु होला। म यहाँको सबै भ्यू देखाइदिन्छु हजुरलाई। फर्स्ट भ्लग हो, अगाडि कहिले भिडियो बनाएको थिएँ मैले। आज फर्स्ट टाइम भिडियो बनाएको कस्तो हुन्छ भनेर। त्यस्तो भयो नि, माया गरिदिनु पऱ्यो। लगाएर सबैले सब्सक्राइब हान्नु पऱ्यो क्या गाइस, गरिदिनु पऱ्यो होइन। यस्तै भिडियो गाउँ पुग्यो भने सर्ट भिडियो हाल्दै गर्छु। यो चाहिँ आगो लागि घर रहेछ कि यहाँतिर हेर्नु न गाइस। थाक लाग्ने रहेछ, म त बस्दिएको ल। आगो लागि भएर यहाँतिर सबैलाई यहाँदेखि भ्यू हेर्नु। अगाडि मम्मी र मामा अनि भाइ हिँडिराख्नु भएको छ, म चाहिँ यतै। गाई बाटो अप्ठ्यारो रहेछ क्या, पुरै भिड रहेछ क्या। म चाहिँ फाइनल्ली जानु लाग्यो घरतिर। ह्यान्डमा अलिकति काम थियो, त्यो काम गरेछ। उताबाट जानु लाग्यो।
गाडी भेटेन क्या, अनि त्यही भएर गाडी नभेटेपछि अब किन टाइममा पुगेन क्या माथि गएर, त्यही भएर के हो यताबाट हिँड्दै जानुपर्छ पाखामा क्या भिडमा, अनि त्यहाँदेखि गएर खोलाएर तल तल नदी पुग्यो भने एउटा पुल क्रस गर्नुपर्छ, अनि त्यहाँबाट गाडी भेटिन्छ होला उतातिर तल देखिरहेको छ गाई, त्यहाँदेखि मजालाई भिडियो हालिदिन्छु। हिँडिरहेको छ, सबैले माया गर्नु पऱ्यो गाइज, भएन यता ए अप्ठ्यारो रहेछ बाटो, भाइ पछाडि छ हिँड्न सकिँदैन, उसलाई ठाक लगाएर हिँड्नु नसक्ने भन्छ नि त त्यति चाहिँ मान्छे पनि तल माथि गरिराख्ने रहेछ नि हेर्दैन, अब तल राख्नुपर्छ है। म अरू भ्युज पनि देखाइदिन्छु हजुरहरूलाई। मम्मीसँग हजुर म मम्मी यतै हुनुहुन्छ, मामा अगाडि हुनुहुन्छ। आज काम सकेर थिर्पू जाने हो, थिर्पू बसेर आज त्यहाँ गएर अलिकति काम छ, त्यो काम सकाएर साँझ नै मामा घर जाने हो। खुसी छु जे होस्, मैले सल्लाह गरेको भयो है। ए लडिदिन्छु जस्तो पो छ त्यहाँ गाइस, अब म अरू चाहिँ गर्दै गर्छु है। फाइनली हजुरलाई मैले यहाँतिरको तन्त्र झर्नेहरूले ब्याक भ्यू पनि देखाइदिएँ होइन। यस्तै छ कालीकोट हो नि त, म कालीकोट मान्नुबाट थिर्पू जानु लाग्थेँ, यस्तो भ्यू छ। म त अब हामीलाई नदीको भ्यू देखाइदिन्छु ल। बाटो यस्तो यस्तो छ गाई, त्यहाँ यत्रो बाटो आयो होइन माथिबाट, म यहाँतिर तल देखाइदिन्छु ल। अब नदीतिर देखाइदिन्छु कस्तो हुन्छ, राम्रो छ त्यो हेर्नु गएदु नदीको छालतिर जाने हो होइन, माथितिर जाने हो क्या। दौडिनु पऱ्यो ढिलो भयो, बोल्नु भइसक्नु भयो क्या अगाडि, तर हुन्छ गाइस लडिन्छ होला। ठ्याक्कै राइट साइडतिर गयो, राम्रो छ गाइस कालीकोट। यहाँ मान्छे हिँडिराख्नु हुने रहेछ क्या, त्यही भएर देख्नु भयो त। यति गर्दै म अब हजुरलाई खोला छेउको भ्यू देखाएर पुल क्रस गरेर त्यो भिडियो हालेर इन गरिदिन्छु ल। अरूबाट चाहिँ गाउँमा पुग्यो भने सानो सानो भिडियो हालिदिन्छु, माया गर्दै गर्नु होला। बाटो यस्तै छ गाई, त्यतिर सबैले नै हिँड्नु भएको छ मस्तले, त्यसै माथि नाच्नु बसेको पछाडि लाउन कुरा हुँदैछ। गोरुहरूले राम केटाहरूले एउटा राम्रो पानी हुने ठाउँ हुँदैन हुन्छ, त्यसले म घुम्न भिडियो नम्बर छिटो ढिलो भयो, गाडी भेटेन अहिले। यस्तै बाटो भएको भइसक्यो भन्छ होला क्या गाई, ओह्रालो भएर हिँड्न सकेन क्या, खुट्टा दुख्यो। यही बाटो भएको भए हिँड्न सकिन्थ्यो होला, मस्त जाने गोरु लिएको अरू केही छन्। सबलाई थाक लगाएर बस्नु लगाएर क्या यसरी होइन बसिराख्नु भएको छ, एकदम मस्त थाक लगाएर क्या। म पनि बस्दैछु हेर्नु भ्यू जति दामी छ होइन। अब केही थिएन, आधा घन्टा 1 घन्टा लाग्ला सायद। तलको पुल देखिरहेको छ नि गाई, त्यो पुलबाट हामी चाहिँ उता जाने हो। त्यहाँदेखि गाडी पाइन्छ होला, अनि त्यहाँदेखि सरासर माथि देखिने डाँडाभन्दा माथि जानुपर्छ। अब छ यत्रो बाटो क्रस गर्नु छ भन्दै थियो हामीले, त्यहाँदेखि तल पुग्नु छ, सबै पुग्नु टाइम लाग्छ। यस्तो गाई हामी माथि डाँडाबाट यहाँ तल यता झरेको नि त, त्यही भएर थाक्ला बसिरहेको सबैजना। यहाँदेखि त्यहाँ पुगेर पनि तल गाडी पाइन्छ कि नै पाइन्छ होला है, खै हेरौँ त्यो राम्रो बाटोमा छ कि नै। यहाँतिरको बाटै है राम्रो गाए चाहिँ यति हेर्नु त, यो बाटो हुँदा हुँदै हामी एकजना केरा रहेछ यहाँतिर मात्र जङ्गल हेर्नु दामी। अब यो बाटो हुँदा हुँदै हामी सट्ट गएर तल झर्ने गाई चाहिँ, त्यहाँ त एउटा भएको छ नि तलबाट बाटो छ, त्यहाँदेखि सट्ट लगाएर उस तल नदी झर्ने हो। दामी ठाउँ छ नि, मोबाइलमा चार्ज सकियो गाई, त्यो भिखारीसँग पावर ब्याङ्क माग्नु लाग्यो क्या, पावर ब्याङ्क अहिले पावर ब्याङ्क दियो। खै मेरो टाटा केबल निकाल्दा थाहा छ रहेछ, तर आफू लगाउनुहोस् न, आफ्नो टाटा केबल म लगाइदिन्छु। कहीँ त्यहाँ केरा खेती रहेछ, केरा दामी है। मम्मी चाहिँ पछाडि आउनु लाग्नु भएको छ, आउनु गाडी बाटो यस्तै छ। मम्मी अगाडि हिँड्नु त हजुर, अगाडि हिँड्नु त
मम्मी चाहिँ अगाडि हिँड्नु लाग्नु भयो है ल म अगाडि हिँड्दा खैले ल मैले चलाउनु पऱ्यो गाइस मेटरको निकाल्नु ब्यागबाट मैले चलाउनु भनेको यो हो आरु हो है आरुको फल चाहिँ अब ल गाइस अब हल्का छ हामी त्यहाँ पुग्नु तल होइन हो त्यहाँ चाहिँ यहाँको स्कुल होला सायद स्कुल हो सायद है अब अलिकति चाहिँ हामी तल पुग्नु म तल पुग्यो भने पुलको र नदीको भिडियोसँगै हालिदिन्छु गाडी खोलाभित्र हो यो मैले चाहिँ अलिक गरेको छ खोला पुग्नलाई हिँडेर यस्तो यस्तो भित्र भित्र छोराहरू पनि बाजिरहेको छ है हस्ताले हेलो गाइस फाइनली हामी पुग्यो म त्यत्रो 1.5 घन्टाको बाटो हिँडेर होइन खोला पुग्यो अब नदी छ क्या अगाडि नदी पुग्यो नदीबाट माथितिर ऊ माथि रोड देखिरहेको छ गाइस त्यहाँ गाडीको आसमा आएको गाडी रोडमा त देखाएको थिएन अब हेर गाडी आएछ भने गाडीसम्म गाडी छोडेर जानुपर्छ गाडी छैन भने त्यहाँ गाडी नभेटिन्जेलसम्म हिँड्दै जानुपर्छ अब एकछिन यहाँदेखि अलि अगाडि नदी र पुल छ होइन त्यहाँ पुल देखाइदिन्छु ल फाइनल्ली पुलमा पनि पुग्यो यस्तो छ गाडी पुल छैन ढुसमा अगाडि गएर यहाँ मम्मी आएर गएको छ भाइ यस्तो गाडी दामी भ्यू छ होइन पुलमा पनि पुग्यो फाइनल्ली अब हजुरलाई म नदी देखाइदिन्छु ल यहाँ पुल हल्लियो भन् ल एकछिन हल्ला नगर त जस्तो गाइस नदी भेट्यो फाइनल्ली कर्णाली नदी हो नि त हो माथि पानी त अलिअलि धोमियो रहेछ है पानी त्यही भएर त मेरो मम्मी चाहिँ अगाडि हुनुहुन्छ होइन गाइस यहाँ नदीको भ्यू यस्तो छ दामी देखेको छ नि यहाँ त्यस्तो गाइस मलाई पुलबाट हेर्नु डर लाग्छ गाई जस्तो मम्मी कस्तो लागिरहेको छ त फाइनली पुलमा हो हामी होइन मलाई पुलबाट हेर्नु डर लाग्छ अलिकति त्यही भएर हामी हेर्दा डर लाग्छ गाई पुलबाट हेर्नु कतै मान्छे ल्याएर होइन अगाडि मुनि हुनुहुन्छ गाडीमा छ मान्छे रोडमा पुग्नु छ अब यसपछि रोडमा पुग्छौँ हामी होइन अनि अब पुलको इन्डिङमा आइसक्यौँ हामी गाई त्यस्तो छ मलाई डर लाग्दै कुदेर हिँड्न गाई कलर रहेछ त्यस्तो छ गाई जतिको भ्यू छ ल फाइनल्ली पुल भयो गाइस अब हामी लाग्यौँ गाडीतिर होइन गाडी भेट्यो भने ठिकै छ नभेट्यो भने यो भ्लग चाहिँ जहाँ गाडी भेटिन्छ त्यहीसम्म हुनेवाला छ अनि भिडियोमा म फर्स्ट टाइम बोलेको नि त यस्तो भिडियो चाहिँ मैले पहिलोचोटि बनाएको होइन लाल्ला हेर्दै क्या लास्ट सासकै मान्ने भनेर एउटा भिडियो बनाइदिएको त्यस्तो गाइस एउटा ढुङ्गा पनि रहेछ दामी बस्नु जस्तो बस्दैन थाहा लाग्यो गाइस मलाई त यत्रो बाटो हिँडेर आएको ऊ त्यहाँ माथि डाँडा टुप्पाबाट यत्रो बाटो भरत बनाउने कमान होइन त्यहाँ पुगेको त्यस्तो गाइस तल बाटो लाग्यो गाइस हाने कि थाक लाग्नेवाला छ मम्मी थाक लाग्यो ए अब थोरै चाहिँ हिँड्नु गाडी भेटिहाल्छ माथि गयो होइन गाइस बाख्राहरू हेर्नु फाइनली रोडमा पुग्यो धेरै सङ्घर्षमा आयो थाक लागेर अब यहाँ पुगेर नि गाडी भेटेन कि नै ल फाइनली गाडी भेटेर गाडीबाट अब आफ्नो डेस्टिनेसनतिर लाग्यो उठ्यो गाडीबाट गाडी मान्छे बाजेर जाने गाडी रहेछ होइन रोड म चाहिँ ठिक बुझ्छु अहिले होइन अब भिडियो अन्तिमसम्म आइसक्यो भिडियो अन्तिम हुँदैछ उ चाहिँ माथि त्यत्रो डाँडा काटेर जानु होइन भोलिको यात्रा चाहिँ मेरो थिर्पुदेखि मामाघरसम्मको हुनेछ मान्छे
ओके भिडियो अनि यति छ भिडियो फर्स्ट भिडियो सबैले माया गरिदिनु होला होइन अरू भिडियो गाउँ पुग्यो भने सानो क्लिपहरू हाल्दै गर्छु हेर्दै गर्नु होला बाई सी यू